सपना सपना भुलाइदेऊ उहाँहरूलाई चिन्नुहुन्छ तपाईँले? गजबको मान्छेहरू देखाउनु भयो त मैले। दीपक बजाचारी दीपक रायमाझी होइन? एकचोटि यसो चिन्ने कोसिस गर्नुहोस्। यसमा दुई पिढीको कलाकारहरू छन्, जसमध्ये एकजना हुनुहुन्छ हाम्रो योगेश वैद्य। योगेश वैद्य त म चिन्छु। भन्नुभयो तपाईँले? योगेश वैद्य त उहाँ त प्रख्यात मान्छे हो नि। उहाँको एउटा गीत सम्झिनु पर्यो भने भन्न सक्नुहुन्छ कुनै? योगेश वैद्यको गीत त गजबको छ सही। फेरि म सम्झाउँछु ल तपाईँलाई। ल भन्नुहोस् त। सपना सपना भुलाइदेऊ गीत यो गीत सुनेको छु। यो गीत सपना सपना सँगै गाउँ। सपना भुलाइ सपना भुलाई सारा आँसु 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 पिएर जाऊ आँसु पिएर जाऊ। कति योगेश वैद्य। योगेश वैद्य त म चिन्छु। हामी उहाँलाई बिर्सन पाइन्छ? सक्दैन, कहिल्यै बिर्सन सक्दैन। यो दुई बाजाहरू छन् होइन? तपाईँलाई यो त नेपाली बाजा, यो नेपाली बाजा हो। नाम थाहा छ तपाईँलाई? खैँजडी हो। खैँजडी, म पनि खैँजडी बाजा नाच्ने मान्छे। अनि कसरी बिर्सेन? खैँजडी त किन गाउँघरमा त त्यसको ठुलो प्रभाव छ। अनि अझ सुदूरपश्चिममा त कर्णालीमा त खैँजडी सजिलो पनि। एकतिरमा त हुन्छ, एक हातले बजाए जस्तो गीतमा पनि हामी भजनहरूतिर भजनतिर त धेरै यसको प्रभाव छ खैँजडीको। चिन्न सजिलो होस्, किनकि अब ऋषिजी तपाईँ अब सङ्गीत चिन्नै पर्छ। गीत र सङ्गीतका स्वर सम्राटहरू छन् नि त, धेरै राम्रा मान्छे छन्। जस्तो योगेश वैद्यको कुरा गर्नु तपाईँले गीत गाइदिनु भयो, धेरै रमाइलो भयो। गीत र सङ्गीतलाई जसले सम्मान गर्न सक्दैन त्यो मान्छे कहिले पनि सफल